नै त्यस्तो कुरो होइन हजुरलाई ठिक त लाग्यो नि तपाईँको फ्यामिलीले पाल्नु भएको नि यताउता जो गरेर भयो नि सही कुरो हेर्नुहोस् है अब के भने नेपालमा अरू काम छैन है अब अरू काम गर्नै पर्यो कति गाह्रो काम छ गाइज अचम्मै लाग्छ हार्ड वर्किङ गर्नुहुन्छ उहाँले धेरै राम्रो काम गर्नुहुन्छ गाइज यो चाहिँ सानो करौटी कचिया बनाउनु भएको छ उहाँले फेरि एकताल बोलाउनु तरिका अगाडि पार्नु पर्दो रहेछ धेरै राम्रो तरिकाले गर्नुभएको एउटा सानो करौटी बनाउनलाई कति समय लागेको छ कति नेपाल पहिला यही डाँडा पहिला यही डाँडा यही डाँडा हो अब यही डाँडा हो अहिलेदेखि पछि है यही डाँडा हो जग्गै छ लगाई उहाँ चाहिँ नेपालका गएर पाल्नुभएको पाहुना मसँग आउनुभएको अहिले उहाँको नाम भनेको सूर्यबहादुर राक्से उहाँको नाम चाहिँ मेरो जेठान म जेठानको नाम भन्नु सक्दिनँ उहाँ पनि ठुलै हो उहाँको नाम भनिदिइहाल्नु पर्दाखेरि रामजी सुनार रामजी रसाइजी रामजी त्यो बेला भएको चर्चिकालाई देख्दा मलाई यति अचम्म लाग्यो गाइज ठिकै छ त्यो जस्तो भयो उहाँले काम गर्नुभएको छ हाम्रो भनौँ न पुर्खौलीदेखि काम गर्दै आउनुभएको उहाँको यो दृश्य देखाइरहेको छु गाइज सबैले लाइक गर्नु होला हजुरहरूलाई हतियार चाहिएमा पढा चाहिएमा भने जस्तो खुकुरीहरू चाहिएमा जस्तो जस्तो भने त्यस्तै त्यस्तै सामान बनाइदिनुहुन्छ बनाएर आएको अलरेडी स्टोर पनि छ है भन्नु लोकेसन भन्नुपर्दाखेरि खाली गरी नयाँ बस्ती हो बुद्ध चोक हुँदै यता ढिँदै स्टोरमा उहाँको कन्ट्याक्ट नम्बर पाउनु सक्छ हालिदिनु सक्छु मैले यहाँ कन्ट्याक्ट नम्बरहरू सक्छ होइन है ठिक छ गाइज म उहाँ मेरो धेरै राम्रो काम खुसी लागेको छ हजुर ल ओके बाई बाई गाइज फेरि भेटौँला है त है हजुर नै त्यस्तो कुरो होइन हजुरलाई ठिक त लाग्यो नि तपाईँको फ्यामिलीले पाल्नु भएको नि यताउता जो गरेर भयो सही कुरो हेर्नुहोस् है अब के नेपालमा अरू काम छैन है अब अरू काम गर्नै पर्यो
फलम नरम हुँदो रहेछ दाइ दाइ नरम हो सो निकालिहाल्नु भयो दाइ सुर्ती बनाउनु न उहाँ चाहिँ नेपालगञ्जबाट पाल्नुभएको पाहुना मसँग आउनु भएको अहिले उहाँको नाम भनेको सूर्यबहादुर राक्से उहाँको नाम चाहिँ मेरो जेठान म जेठानको नाम भन्न सक्दिनँ उहाँ पनि ठुलै हो उहाँको नाम भनिदिइहाल्नु पर्दाखेरि रामजी सुनार रामजी रसाइली रामजी ऊ बेला भएको चर्तिकला देख्दा मलाई यति अचम्म लाग्थ्यो गाइज ठिकै छ जे जस्तो भयो नि उहाँले काम गर्नुभएको छ हाम्रो भनौँ न पुर्खौलीदेखि काम गर्दै आउनुभएको उहाँको यो दृश्य देखाइरहेको छु गाइज सबैले लाइक गरिदिनु होला हजुरहरूलाई हतियार चाहिएमा खोला चाहिएमा भने जस्तो खुकुरीहरू चाहिएमा जस्तो जस्तो भने त्यस्तै त्यस्तै सामान बनाइदिनुहुन्छ बनाएर राखेको अलरेडी स्टोर पनि छ है उहाँको गाइज है लोकेसन भन्नु पर्दाखेरि पदमपुर कालिका 3 नयाँ बस्ती हो बुद्ध चोक भन्दै यताटी दाइ यसलाई के चोल भन्छ दाइ हजुर जनविकास टोलमा उहाँको कन्ट्याक्ट नम्बर पाउन सक्छ दाइ हालिदिनु सक्छु मैले यहाँ कन्ट्याक्ट नम्बर हजुरको सक्छ है दाइ है ठिक छ गाइज म दिलबहादुर सेन्चुरीको तर्फबाट नमस्ते छ उहाँ मेरो नातामा जेठान हुनुहुन्छ एकदम धेरै राम्रो काम गर्नुहुन्छ मैले उहाँहरूलाई उहाँको बहिनी धादिङबाट बिहे गरेको हुँदाखेरि उहाँहरू अहिले चितवन आएर बस्न थाल्नु भएको 7-8 वर्ष हुनुभयो अहिलेसम्म उहाँहरूले राम्रै प्रगति गरिरहनु भएको मैले देखे अनुसारले धेरै राम्रो गर्नुभएको ठिक छ खुसी लागेको छ हजुर हो ल ओके बाई बाई गाइज फेरि भेटौँला है त है अर्को भ्लगमा देख्नु पिर्छु मैले सक्छ कि त है गरे हुन्छ है हुन्छ खिचिरहनु छैन दाइ गाह्रै बनाउँदो रहेछ यार फलम पिट्नु त है 10वटा पाइलट चुरोट भने फेरि त्यो सारा चुरोटहरू छेउ नपठाउनु सारा पनि राम्रो हुन्छ दाइ सूर्य कम्पनीको दुईटा थियो 65 रुपियाँको चुरोट थियो 10वटा पाइलट चुरोट नि त्यसको 5 रुपियाँ थियो कि 10 रुपियाँ गाइज 5 रुपियाँ त्यहाँबाट उब्रिन्छ यहाँबाट चुरोटबाट 3 रुपियाँ 20 रुपियाँले नै त्यस्तो कुरो होइन हजुरलाई ठिक त लागेन नि यो कुरो तपाईँको फ्यामिली त पाल्नु भएको नि यताउता जो गरेर भयो नि सही कुरो हेर्नुहोस् है अब के नि नेपालमा अरू काम छैन है अब अरू काम गर्नै पर्यो अनि अचम्मै लाग्छ त नि गाई यो चाहिँ सानो करौती कचिया बनाउनु भएको छ उहाँले उहाँको हात दाइ फेरि एकताल गोलाउने तरिका कसरी ए बुझी हो त्यसरी हान्ने रहेछ है अगाडि पार्न पर्दो रहेछ ल गाई ठिक छ धेरै राम्रो तरिकाले गर्नुभयो दाजुहरूले है हजुरको बसोबास थलो नेपालगञ्ज पहिला त यही डाँडा दाइ यही डाँडा हो उहाँको यही डाँडा हो अहिले देखिन्छ गाइज यही डाँडा हो डाँखानी जग्गै छ पुरै अहिले पनि छ यहाँ पनि छ माइल बाबुलाई अनि यतिर हजुर कहिले पाल्नु भएको दसैँमा आउनु भएको राक्से प्योर राक्से ठुलबाउ मेरो ठुलबाउको सालीको छोरा लगाइज मेरो जेठानले बनाउनु भयो आँसी
यो फलम नरम हुँदो रहेछ दाइ दाइ नरम हो नरम हो सो निकालिहाल्नु भयो दाइ सुर्ती बनाउनु न उहाँ चाहिँ नेपालगञ्जबाट पाल्नु भएको पाहुना मसँग आउनु भएको अहिले उहाँको नाम भनेको सूर्यबहादुर राक्से उहाँको नाम चाहिँ मेरो जेठान म जेठानको नाम भन्न सक्दिनँ उहाँ पनि ठुलै हो उहाँको नाम भनिदिइहाल्नु पर्दाखेरि रामजी सुनार रामजी रसाइली रामजी ऊ बेला भएको चर्तीकला देख्दा मलाई यति अचम्म लाग्थ्यो गाइज ठिकै छ जे जस्तो भयो नि उहाँले काम गर्नु भएको छ हाम्रो भनौँ न पुर्खौलीदेखि काम गर्दै आउनुभएको उहाँको यो दृश्य देखाइरहेको छु गाइज सबैले लाइक गर्नु होला हजुरहरूलाई हतियार चाहिएमा खोला चाहिएमा भने जस्तो खुकुरीहरू चाहिएमा जस्तो जस्तो भने त्यस्तै त्यस्तै सामान बनाइदिनुहुन्छ बनाएर राखेको अलरेडी स्टोर पनि छ है उहाँको गाइज है लोकेसन भन्नु पर्दाखेरि पदमपुर कालिका 3 नयाँ बस्ती हो बुद्ध चोक भन्दा यताटी दाइ यसलाई के चोल भन्छ दाइ हजुर जनविकास टोलमा उहाँको कन्ट्याक्ट नम्बर पाउन सक्छ दाइ हालिदिनु सक्छु मैले यहाँ कन्ट्याक्ट नम्बर हजुरको सक्छु है दाइ है ठिक छ गाइज म दिलबहादुर सेन्चुरीको तर्फबाट नमस्ते छ उहाँ मेरो नातामा जेठान हुनुहुन्छ एकदम धेरै राम्रो काम गर्नुहुन्छ मैले उहाँलाई उहाँको बहिनी धादिङबाट बिहे गरेको हुँदाखेरि उहाँहरू अहिले चितवन आएर बस्न थाल्नु भएको 7-8 वर्ष हुनुभयो अहिलेसम्म उहाँहरूले राम्रै प्रगति गरिरहनु भएको मैले देखेअनुसारले धेरै राम्रो गर्नु भएको ठिक छ खुसी लागेको छ हजुर हो ल ओके बाई बाई गाइज फेरि भेटौँला है त है अर्को भ्लगमा